वास्तवमा भन्नुपर्दा गुरुङहरूको व्रतबन्धमा मावली टोलीहरूले भान्जालाई विभिन्न देवी देवताहरू पुकारी यो गीत र नाचद्वारा आशीर्वाद प्रदान गरिन्छ। यो सोरठ गीत मादलको तालबाट सरस्वती जगाएर सरस्वती बोलाएर सुरुवात गरिन्छ। त्यस्तै गरी हामीले यो सोरठी गीतलाई जयसिंहे राजा र रानीको कहानी गीतबाट नाचबाट मादलको तालबाट वर्णन गरिएको छ। सामान्यतया यो सोरठ गीत 20-25 जनाको समूहमा नाचिने सामूहिक नाच हो, जसमा 3 जना मादले, 1 जना झ्याली बजाउने, 3 जना नाच्ने, 3 जना नाच्ने मध्ये पनि बिचमा नाच्नेलाई जोगे फुर्सङ्गे भनिन्छ भने छेउछेउमा 2 जना केटालाई केटीको भेषमा नचाहिन्छ। तर हामीले यो भिडियोमा चाहिँ केटीलाई केटीकै भेषमा मारिने बनाएर नचाहिएका छौँ। यो सोरठ गीत असुजबाट सुरु भएर चैतमा सरस्वती पूजा गरेर अन्त्य गरिन्छ। धन्यवाद। Fula
लागि